स्टार्ट भइसकेको छ जर्नी। अब आज भर्खर ठिकै भएको छ गन्तव्य भनेको मुस्ताङको छ गाइड गन्तव्यहरू त्यस्तो छ होइन। मुस्ताङ पुगिन्छ सायद आश गरौँ बाइकले 7 अनि आज Cheers. बहुत सारा धुलो भइरहेको छ। कहीं दूर चले जाए हम, कहीं दूर चले जाए हम, दूर इतना कि हमें छू न सके कोई गम, कहीं दूर चले जाए हम, कहीं दूर चले जाए हम। यो यहाँनिर के भइरहेको थियो भने अनि मैले भेनालाई क्वेसन सोध्ने अनि भेनाले एन्सर दिने यो भेनालाई थाहा भएको कुराहरू सबै भन्नु र मैले क्वेसन सोध्ने उहाँहरूले एन्सर दिने भनेर हामीले त्यो माइक किनेको थियौँ। अनि त्यो बाइकमा भिडियो बनाउँदा सजिलो पनि हुन्छ भनेर माइक किनेको थियौँ। त्यो माइक 3-4 चोटि के भन्छ रिटर्न गऱ्यौँ फेरि ल्यायौँ फेरि रिटर्न गऱ्यौँ फेरि ल्यायौँ। त्यो माइकै त्यस्तै रहेछ त्यो माइकले कामै गरेन। अनि त्यो काम नगरेपछि हामीले अनि त्यो काम नगरिसकेपछि हामीले त्यो फेरि रिटर्न गरेर अनि ल त्यसो भए अब नबनाउने यो के भन्छ माइकले नगराउने मोबाइलले नै गराउने भनेर हामीले रिटर्न गरेर अनि त्यो बनाउन थाल्यौँ। यो ठाउँ यो यसो सोध्ने मतलब थाहा भएको कुराहरू भनेर त्यो माइक किनेको थियौँ। त्यो माइकले कामै गरेन कि त्यो माइकै त्यस्तै परेछ। अनि त्यो गरेर अनि पछि आफै यत्तिकै मोबाइलमा बोल्दै अनि बनायौँ। त्यो माइक चाहिँ यसो भिडियो बनाउँदा सजिलो हुन्छ। हेलो एभ्रिवान, आज डेभिड फल अनि त्यसपछि आएर के स्तुपा अनि शिवको टेम्पलको मूर्ति छ। माइक कस्तो थियो भने माइकै त्यस्तै थियो कि बोल्दा बोल्दै बिचमा अड्किने बिचमा रोकिने एकैछिन सुनिने त्यसपछि बिचमै गायब भइदिने त्यस्तो थियो। अनि हामीले विशेष किन किनेको भने बाइकमा जाँदाखेरि सजिलो होला बोल्दै जाउँला भिडियो बनाउँला भनेको पछि लास्टै धोका दियो कि कामै लागेन। अनि यो माइक चलाएर यत्तिकै मुखले भिडियो बनाउँदै हिँड्दै यस्तै गऱ्यौँ। ठाउँमा यस्तो सोध्न खोज्ने के गर्ने चल्दै नचल्ने कि माइकै त्यस्तै थियो। यसो चाहिँ कसरी हुन्थ्यो भने अब अगाडि चेक गर्दा चाहिँ सुनिने एकछिन चाहिँ सुनिन्थ्यो कि अन गर्दासम्म सुनिन्थ्यो। अनि त्यो सोध्न लागिसकेपछि के हो केही नसुनिने त्यो गायब भइदिने त्यस्तै हुन्थ्यो कि। कहाँ घुमेर आउनु भयो? तालबराई टेम्पल। कस्तो लाग्यो हजुरलाई? के लाग्यो एक्सपिरियन्स भनिदिनु अलिकति। ठिकै राम्रै लाग्यो। राम्रै। अनि तिमीलाई चाहिँ कस्तो लाग्यो? थोडा पानी अनि खाऊ। राम्रो लाग्यो एकदम हो। दिनमा 2 चोटि आउँछु गाई झरी उसले भन्यो तपाईँ अहिले रैथाने भए यसो यहाँबाट सट्ट यस्तो आउने यसरी आउने यसरी घुम्नु मन लागेको घुम्नु नत्र यसरी के भन्नु केही नभएर पोखराको फलातालमा छ भने एकदम रमाइलो भएर पानी एकदम छिटो चाहिँ छिटो
नगर्नु सम्पूर्ण मित्रजनहरू आउनु होला, घुम्नु होला, रमाइलो गर्नु होला। 2 दिनको जिन्दगीमा मरिलानु के नै छ र होइन? त्यसो आउनु, घुम्नु, घुमघाम गर्नु पऱ्यो, अलि रमाइलो पनि गर्नु पऱ्यो होइन? जो हामीले गरिरहेछौँ यो घुमाइ हिमाचलको सकिसकेको छ। चाइनिज गुम्बा जानेवाला छौँ हामी अब। डेभिड फल्स गएर अनि चाइनिज गुम्बा, अनि त्यसपछि 1-2 ठाउँहरू गयो, के गुफा गएर सकाएर घर जाने। त्यसपछि आजको भ्रमण यहीँ अन्त्य गर्न चाहन्छौँ हामी। लेख्न बाँकी सानो खुसी मनमा आझै छ कि फेरि अर्को जङ्घार मैले तर्नु रहेछ बाँकी। अहिलेसम्म पोखरामा पोखराको डेभिड फल दामी छ। डेभिड फल तपाईँ ठाउँ कुनै ठाउँ कोप्टा काट्नु छोड्नु भएन नि तपाईँले? एक छोड्नु कहाँ सब खोजघाज गरेर घुमघाम खानु भयो भने घुम्नु, तर पानी पऱ्यो अलि नमजा। कस्तो भइरहेछ यात्रा? एकदम सही। कहाँ गएर आउनुभयो अहिले? अहिले डेभिड फल्स। अब कहाँ जानु लाग्यो हामी? गुप्तेश्वर केप गुफा। गुप्तेश्वर गुफामा के हेर्न पाइन्छ होला? 100 मिटर लामो छ, त्यही हेर्न पाइन्छ। एसियाको साउथ एसियाको लार्जेस्ट केप। ठिकै, हामी एक्जिट हुनुपर्ने भयो। त्यो केप कहाँ छ वही पत्ता पर्न पर्यो। त्यो त थाहा भइहाल्छ। कहाँ हिँडिरह रे डार्लिङ? कहाँ जानु लाग्नुभयो हजुर? ओल्ड पिस प्यागोडामा जानु। नेपालीमा भन्नु चाइनिज गुम्बा। बोल्दै यसको चाइनिज गुम्बा। बोल झुट बोलेर सब घुमेर आइसक्यो, तर हामी अहिले आउँदैछौँ चिलमा। राति भइसक्यो। हामी अहिले गइरहेछौँ चाइनिज गुम्बा, नेपालीमा इङ्ग्लिसमा भन्नु त ओल्ड पिस प्यागोडा। ओल्ड पिस प्यागोडा त्यही हो। फाइनली सब घुमेर आइसकेका छन्। हामी चाहिँ लखर हिँड्दैछौँ। 6 बजेर कति मिनट गयो अरे? 39। 6 बजेर 39 मिनट गइसकेको छ। अब त्यहाँ अहिले गएर रमाइलो हुन्छ होला, कोही हुन्नन्, हामी मात्रै चिल गर्ने त हो। चिल गर, घुम, बस, फिर, त्यस्तै चल्छ। यहाँ एउटा होइन रेस्टुरेन्टमा होला त। यो त रेस्टुरेन्ट हो। यस्तो छ त्यहाँबाट हो। घुमाइ। यहाँबाट होला। बाटो पनि थाहा छैन, हामी सब नयाँ भएर चिलमा हिँडिदिन्छौँ हामी त। नयाँ ठाउँ, नयाँ होइन, अनुभव नयाँ, फिल नयाँ, सब नयाँ भइरहेछ। त्यहाँ छ के भन्छ पोखराको सिटी। हामी चाहिँ माथि नै आइसकेका छौँ। यहाँ कतिपय आएको मान्छेलाई त थाहा भइहाल्छ। कतिखेर भइसक्यो कि सब हिँडिसक्यो, गइसक्यो। हामी चाहिँ लङ हिँड्दैछौँ। यस्तै छ आधी घन्टा हाम्रो लागि। यसको नाम त यो, तर हामी आयौँ, तर बन्द छ जस्तो छ। ओपन 5:30 टु क्लोज 6 बजे। 5 बजे क्लोजिङ। 6 हो क्या? 5 छ क्या त्यहाँनिर। तल्लोमा 5, माथिल्लोमा ओपनिङ त हो नि, त्यो क्लोजिङ त 6, 7, 5 हो कि। हमारा साथ धोका हुआ। जाऊँ न, आउने यताबाट जाऊँ। थोरै ढिलो भयो, बन्द भइसकेको रहेछ। अब जङ्गलतिर घुम्ने, यसो हेर्ने, यताउता जाने। यहाँ रहेनछ ओपन। गुम्बा चाहिँ क्लोज भइसकेको रहेछ। यस्तै हिँड, घुम। खै कहाँ हराएको तपाईँहरू? Open the gate. हामी जानुपर्ने गुम्बा चाहिँ त्यही हो, तर बन्द रहेछ। यसलाई
बाहिरबाट हेर्न पाइयो भित्र गएर के छ यसो हेर्न पाइएन स्याट अब खोल्न मिल्दैन होला अहिले राति भइसक्यो अब के गर्ने भने चाहिँ फर्किने अब एक ठाउँ बाँकी छ लास्ट त्यहाँ गएर त्यहाँबाट घुमेर फेरि हामी 20 किलोमिटर जति उता टाढा जानुपर्ने छ 20 होइन हो 24-25 25 किलोमिटर रे बाबरे पोखरा दिस इज तर अहिले त्यो के भन्छ कुहिरोले पानी परिरहेछ कि त्यो कुहिरोले गर्दा केही देखेको छैन हामीलाई मात्रै देखिन्छ आँखालाई क्यामेरालाई देखिँदैन त्यही हो कुरो राति परेर अब के गर्ने त्यहाँ सकिँदैन माथि त्यहाँ हो त्यहाँ माथि 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 त्यहाँ हो 3 किलोमिटर छ अझै 2 किलोमिटर छ अझै माथि डाँडामा दिउँसो गएर हाम्रो देखिन्थ्यो यताउता देखिन्थ्यो अब राति परेको राति केही देखिनेवाला छैन तर पनि हामी जान छोड्नेवाला छैनौँ बन्द पनि होस् जान्छ जानुपर्छ घुमाइरहेको छ पानी परिरहेको छ अलिअलि अलि भन्दा पनि दिउँसो त लास्टै परिरहेको थियो अहिले अलिअलि ढोक्या छ अलिअलि छिटो परिरहेको छ अब हामी फर्किरहेको चाहिँ पानीले चुट्टै दिनेवाला छ दिउँसो भएको भए लास्टै धनाले हुन्थ्यो दिउँसो पानीले गर्दा अलिक लेट भयो क्या हामी त्यहाँ बसेर 2-3 घन्टा र हामी सकिसक्यौँ अघि नै 6 बजीतिर अब घुमेर सकाउनेवाला छ लास्ट एउटा पोइन्ट बाँकी छ त्यो भएर लगभग पोखरा घुमेर सकिन्छ भोलि चाहिँ हामी मुस्ताङको लागि लाग्छौँ अब त्यही हो के छ राइडर साहब कुछ गडबड त नै हुआ भाइलाई पनि चिसोले भाटिनु बनाइसक्यो भन्छ आज चिसोले भलै न बिचराको भित्र बस्यालाई लानेर ल्याएर चिसो हुने गराइदिइसक्यो चाहना मनमा हामीले आज पोखराको भरको आज अन्तिम मौसमले लगभग सकिसक्यो होइन आजको लागि आजको त सक्यो आजको सकियो पोखराको सकियो आजको सकियो पोखराको सकियो एक ठाउँ बाहेक सबै ठाउँ जानुपर्ने ठाउँतिर गइयो पछाडि चाहिँ फेवा लेक दामी देखिँदो रहेछ यहाँबाट अनि दिउँसो आएको भए झनै राम्रो नाइट पनि ठिकै भएन बत्ती सत्तीले गर्दा यस्तो दामी देख्यो अहिले चाहिँ हामी माथि टपमै छौँ एकदम दामी देखिरहेछ यसै छ यहाँ अब रमाइलै छ अब अफ हुनेला नि भइसक्यो हामी धेरै ठाउँ जानु पाएन के अरे धेरै ठाउँ गयौँ एक ठाउँ जानु पाए ऊ भएन यस्तै छ टाइम सक्यो सक्यो त 1-2 फोटो खिच के जाएंगे ए त्यस्तो होइन नि मुक्तिनाथवाला सक्यो भने टाइम सक्यो फोटो खिच्न एक बार घुम्नु जाने टाइममा खिचौँला उता घन्टी बज्यो त्यो घन्टी त्यो पूजाको लागि बजाएको घन्टी हो कि मैले थाहा भइसकेँ डिस्टर्ब गर्ने त्यो 1 नम्बर यस्तो हेर्नु त एकचोटि ओइ हाय हाय उ त्यो लाइटले दामी हाय हाय कस्तो लागिरहेछ हजुरलाई एकदम दामी लास्ट हो अब लास्ट एन्ड फाइनल आजको दिन हो एकदम रमाइलो भयो एकदम कतिको रमाइलो भयो हतारमा तुफान हो नि त एकदम हतार भयो घुम्यौँ हतार चाहिँ लास्टै भयो टाइम कम भयो क्या हामीसँग त्यही हो कुरो